Diego sa. Ay, di na ako. Gita saan na nga na.
नबोलिकन गर्नु बोल्दिए भनेको त बिर्सनु भयो केही हुन्न अन्डा खानुहुन्न शुद्ध काममा नबोलिकन ल अहिले खाने अहिले खाने हामीले खाने हो जम्मै अन्डा स्मरण गर्दा नि बोल्नुहुन्न नबोले होला भने सुन्छ म त के हुन्छ बोलेर चिन्दो रहेछ है यहाँ बस्छ तपाईँ बस्नु म काको बस्नु ल अब के गर्नु पर्यो त भन्नु त मान्छे त माथि उक्लिन सक्दिन अब यहाँ सगन दिन यहाँ यो सगन दिन कतिखेर हो? दाजु काम हुन्छ त यहाँ उता मान्छे अहिले आएको त्यो त सक्दिने हो पुरामा चढाउनु पर्दै पर्दैन तर त्यहाँ पुरा ल्याउनु अघि नै आएको पुग्नु ल्याउनु होइन पूजा गर्ने ठाउँ माथि पूजाको सरदम सबै हुने थियो पूजा गरेर हात समाइदिनु पर्छ हात समाएर गरिदिनु म समाइदिनु ल्याउनु तपाईँलाई साइले औला मात्र एउटा औला मात्र निकाल्नु नानी थोरै तान्दियो तिमी मेरो पनि आउँदो रहेछ नआउँदो चाहिँ एउटा मात्रै हो त्यो एउटा मात्रै आउला निकाल दुईटा हातले छ र एउटा हातले राख हो त्यसमा छ र हो त्यसरी 12 पल्ट 12 पल्ट पुरा फुल पनि राख्नु 4 5 6 7 8 9 10 11 ल अब एकैचोटि सबै छरिदियो 12 हाम्रो कस्पेलामा लायो त के अन्डा अहिले त्यो पूजा गरेपछि खाने हो मुखमा बाह्र बजे बाल्ने फुल बोल्ला छोरी निन्दो बोले बता धेरै बाँकी हुन्छस् चुप लाएर बस 11 अर्को दिन होला नि हजुर अर्को भाडा खोज्नु अर्घ दिएर अनि घाम हेर्ने अर्घ दिएपछि घाम हेर्ने ऐना नि आउने हैन ऐना देखाउनु बसेर लिएर हुन्छ उठ्नुपर्छ उठ्ने हो चिम्म गरिराख चिम्म गरिराख 12 चोटि गर्ने है थोरै थोरै समातेर नानी अर्को नानी 10 11 12 त्यसै चढाइदियो नानी हो त्यसै खनाइदियो बिस्तारै हो त्यसै बिनाहरू 8 बजे थियो आफूले आफ्नो हुन्छ 8 बजे हुन्छ पहिला उयो नि त पहिला अन्डा खाँदैन बस अहिले बस जाने बस अब गाईको दुध बनाउँदा
सिम्पलले भन्न नजाने र त्यही किन लायो ताली घाम नलाग्यो नि सिन्दुर हाल्ने कसो यसरी पूजा गर्न लाउनु पर्यो पनि मिसाइदिन उठ्न गाह्रो भयो के बसेर गरेको हुन्छ यसो यसो गरेर फालो बार भन्ने घन्टी बजाउँथे नि नदेखाइकन देखाउनु पर्यो भित्र देखाइदियो डल्लो पर्यो नि stall कता मुनि हेर मुनि आँखा हेर सेतो दियो दिएनौ देख्यो सेतो देख्यो दियो अब घाम हेर्ने हो घामे नि हात बनाउनु